के अरे साथीहरू अत्यन्तै महत्त्वपूर्ण मैले तपाईँहरूलाई एउटा न्युमेरिकल लिएर आएको छु। जुन न्युमेरिकल भनेको चाहिँ के हो त भन्दा साथीहरू न्युटन ऱ्याप्सन मेथड भन्ने हामीले अस्ति डेरिभेसन गऱ्यौँ होइन। यसको न्युमेरिकल सबैभन्दा सजिलो आइडियाले क्या तपाईँलाई कसरी निकाल्न सकिन्छ सबैभन्दा सजिलो आइडिया होइन। र क्यालकुलेटरबाट कसरी युज गरेर निकाल्ने त भन्ने कुरा म तपाईँहरूलाई सिकाउँछु है त। हाम्रो क्वेसनमा जाउँ हामी। के भनेको छ साथीहरू क्वेसनले भन्दाखेरिमा चाहिँ फाइन्ड द रियल रुट अफ इक्वेसन एक्स स्क्वायर माइनस 2x माइनस 3 इजिकल टु 0। हाम्रो के छ इक्वेसन यो छ। युजिङ एनआर मेथड पनि भन्छ है साथीहरूलाई। न्युटन ऱ्याप्सन मेथडलाई के भन्छ अरे एनआर मेथड पनि भन्छ। करेक्ट अप टु 3 डेसिमल प्लेसेस भने। अब हाम्रो हेर्नुहोस् त अब हाम्रो एकदम इजी तरिकाले है सल्युसन लेख्नै पर्यो छुटाउनु भएन। एफ अफ एक्स इजिकल टु मेरा प्यारा साथीहरू भन्नु भएन एक्स स्क्वायर माइनस 2x माइनस 3 हाम्रो इक्वेसन छ। इनिसियल गेस भ्यालु भनेको हामीले यसमा राख्नुपर्छ एक्स नट अथवा एक्स नट इजिकल टु 2 इनिसियल गेस भ्यालु हामीले के गर्यौँ त यो एउटा मान्ने हजुरहरूले मान्नु पर्यो है इनिसियल गेस भ्यालु। र यसमा के छ भन्दाखेरि यसमा एउटा मात्रै हुन्छ है न्युटन ऱ्याप्सनमा। अर्को बाइसेक्सनमा चाहिँ दुईवटा हामीले के गर्छौँ बाइसेक्सनमा एफ अफ ए इन्टु एफ अफ बी लेस देन 0 भन्दा कम हुनुपर्छ भनेर दुईवटा भ्यालु हामीले प्लस र माइनसको लिन्छौँ नि त होइन। अब न्युटन ऱ्याप्सन फर्मुला के हो तपाईँलाई सबैभन्दा पहिला के गर्नु पर्यो यो याद गर्नु पर्यो क्या साथीहरू। के याद गर्नु पर्यो अरे न्युटन ऱ्याप्सन फर्मुला चाहिँ याद गर्नु पर्यो। जसमा हेर्नुहोस् त एक्स एन प्लस 1 इजिकल टु एक्स एन माइनस एफ अफ एक्स एन अपन एफ ड्यास एक्स एन। यो भने माथि एफ ड्यास भनेको के हो त यो डेरिभेटिभ गर्ने। एफ अफ एक्स एन भनेको हाम्रो एफ अफ एक्स भनेको के छ यो छ। यसलाई फेरि एफ ड्यास एक्स भनेको चाहिँ एकचोटि डेरिभेटिभ गर्ने भन्छ क्या। जस्तो हेर्नुहोस् त फर गिभन इक्वेसन एफ अफ एक्स भनेको के छ एक्स स्क्वायर माइनस 2x माइनस 3 छ। मेरा प्यारा साथीहरू मजा आइरहेछ नि होइन। इन्जोय लिनुहोस् है पढाइमा इन्जोय लिनुहोस्। अर्को छ एफ ड्यास एक्स इजिकल टु 2x माइनस 2। 2x कस माइनस 2 भनेको कसरी भयो त भन्दा डेरिभेटिभ गर्दाखेरिमा चाहिँ यो 2x छ नि एक्सको 2 माथि के हुन्छ यो पावरले के हुन्छ यसलाई मल्टिप्लाई गर्ने हो क्या। 2x माइनस एक्स भनेको 1 हुन्छ एक्सको के हुन्छ त डेरिभेटिभ 1 हुन्छ। त्यो भएको हिसाबले के भयो 2 मात्रै बाँकी रह्यो। 3 भनेको कन्सट्यान्ट भनेको के हो त 0 हुन्छ क्या। 2x माइनस 2 भयो। अब हेर्नुहोस् त साथीहरू हाम्रो दुईवटा तरिकाले गर्न सकिन्छ यसमा। एकचोटि डाइरेक्ट क्यालकुलेट पनि गर्न सकिन्छ र एकचोटि के गर्न सकिन्छ त ह्यान्डमेडबाट पनि गर्न सकिन्छ। हेर्नुहोस् त हाम्रो सबैभन्दा पहिला हामी ह्यान्डमेडमा जाउँ। हाम्रो हातले पनि हामीले क्यालकुलेसन गर्न सकिन्छ। एक्स नट इजिकल टु 2 हामीले मानेको छौँ। अब एफ अफ 2 भनेको के हो त भन्दाखेरि यो एफ अफ 2 को भ्यालु कहाँ राख्ने त यो जहाँ एक्स छ क्या एक्स स्क्वायर माइनस 2x माइनस 2 छ। जहाँ एक्स छ एक्समा 2 राख्ने भनेको हो क्या। एक्स स्क्वायर माइनस 2x माइनस 2 गर्दा कति आयो माइनस 3 आयो। फेरि एकचोटि डेरिभेटिभ गरेको हाम्रो 2x माइनस 2 छ। हेर्नुहोस् त 2 इन्टु एक्स को ठाउँमा कति राख्यो 2 राख्यो माइनस 2 इजिकल टु कति आयो 2 आयो हो। अब हेर्नुहोस् है हाम्रो जुन अहिलेको फर्मुला के छ भन्दाखेरि फर्मुलामा जाउँ हामी एक्स एन माइनस एफ अफ एक्स एन बाई एफ ड्यास एक्स एन। एक्स एन भनेको कति हो 2 हो होइन। हामीले लिएको भ्यालु कति हो 2 हो नि त। माइनस एफ अफ 2 भनेको कति आयो माइनस 3 आयो। हेर्नुहोस् त एफ ड्यास 2 भनेको 2 छ यो माथि 2 आयो भनेपछि यसको 3.5 आयो। अब एफ अफ एक्सएन भनेको कति भयो फेरि 3.5 भयो। एफ 3.5 इजिकल टु 3.5 को स्क्वायर माइनस 2 3.5 माइनस 3 हो 2.25 आयो। फेरि एफ ड्यास 3.5 इजिकल टु फेरि 5 आयो होइन। x2 इजिकल टु एक्सएन माइनस एफ अफ एक्सएन एफ अपन एफ ड्यास एक्सएन भनेको कति आयो फेरि 3.05 आयो। यही 3.5 भ्यालु भनेको के भयो त एक्सएन भ्यालु भयो एक्सको भ्यालु भयो। यही राख्दै हामीले के गर्यौँ त साथीहरू यसरी निकाल्दै हामीले जान्छौँ। निकाल्दै गइसकेपछि हेर्नुहोस् त एफ अफ यो दुईवटा तिनवटा पोइन्टभन्दा पछाडि के 0 आयो यसरी आउनु पऱ्यो क्या। 3.061 आयो। फेरि हामीले यो भ्यालुलाई राखेर गर्दाखेरि फेरि कति आयो त हेर्नुहोस् त कति आयो यहाँ 4.0012 आयो। अब एक्स पो भनेको कति आयो x3 भनेको 3.061 आयो 061 आयो। एक्स पो भनेको कति आयो त 000 सबै 00 आयो। हेर्नुहोस् त अब हाम्रो के भयो त हामी लगभग
हामी एन्सर नजिक पुग्यौँ। अब हामीले यो टेबल बनायौँ नि, यो हामीले ह्यान्डमेड गऱ्यौँ। अब हामीले क्यालकुलेटरमा राखेर पनि यानको भ्यालु कति राख्यौँ त हामीले हेर्नुहोस् त 0 1 2 3 भनेको यो नम्बरिङ भयो। एक्सनको भ्यालु हामीले सुरुमा 2 राख्यौँ। 2 राखिसकेपछि कति आयो? -3 आयो। तपाईँले देख्न सक्नुहुन्छ कि -3 आयो होइन। त्यो भनेको माथिको फर्मुला एफ अफ एक्स भयो, एक्सन एफ ड्यास एक्सन भनेको कति हो? 2 आयो। हेर्नुहोस् त कति आयो? 2 आयो होइन। त्यसपछि फेरि के छ त यो फर्मुला राख्दाखेरि xn + 1 = xn माइनस एफ अफ एक्सन बाई एफ ड्यास एक्सन भनेको कति आयो त भन्दाखेरि 3.5 आयो। कति आयो? हेर्नुहोस् है 3.5 आयो। यही 3.5 कहाँ आयो? फेरि एक्सन भयो क्या साथीहरू। अब फेरि त्यसै गरी यो माथि हामीले जुन निकालेका छौँ त्यसै गरी भ्यालु राख्ने, यो गर्ने यो अटोमेटिकल्ली आयो होइन। जस्तो अब तपाईँहरूले यसलाई चाहिँ के गर्नुहोस् भयो, हेर्नुहोस् त हामीले यो जुन निकाल्यौँ अन्तिमको यो कन्टिन्यू यताको भ्यालु यो जुन एफ अफ एक्सन एक्स या एफ अफ एक्स - 1 को भ्यालु नै यता के हुन्छ? एक्स एनको भ्यालु हुन्छ। यो भ्यालु यता आउँदै गर्छ अनि यो भ्यालु चाहिँ के हुन्छ? क्यालकुलेटरबाट हालेर अथवा हामीले हातैबाट पनि निकाल्न सकिन्छ क्या साथीहरू। जस्तो हामीले क्यालकुलेटरमा हाल्यो भने यो इक्वेसन हामीले हाल्नु पऱ्यो होइन। यो इक्वेसन हामीले हालिदियो। जस्तो हजुरको a = 2 गर्ने अनि यो छ नि एक्सको ठाउँमा हजुरले रिप्लेस गर्न सकिन्छ। x² - 2x - 3 मा जाने होइन। अनि यो होइन डबल अथवा यहाँ = गर्न सकियो अथवा चाहिँ यो डबल राख्न सकियो। त्यहाँ हामीले त्यो क्यालकुलेटरमा हेरेर त्यसपछि फेरि 2x - 2 गर्ने अनि यसमा के गर्ने त भन्दाखेरि सबैभन्दा सुरुको इनिसियल भ्यालु दिने, इनिसियल भ्यालु एक्सको भ्यालु दिने, त्यसपछि अटोमेटिकली यसले क्यालकुलेटरमा के गर्छ त? निकाल्छ। तपाईँहरूलाई यो क्यालकुलेटरको बारेमा जान्नु पऱ्यो भने पनि मैले तपाईँहरूलाई के गर्छु भने साथीहरू कमेन्ट गर्नुहोस्, मैले क्यालकुलेटरबाटै यो इक्वेसन हाल्छु है त। नत्र अलि भिडियो लामो हुन्छ। कस्तो लाग्यो तपाईँहरूलाई? यो तपाईँहरूले हेर्न सक्नुहुन्छ र यो सार्न पनि सक्नुहुन्छ है त। लेख्नुभयो ल।